आज चाहिँ यसो बिदाको दिन पारेर चाहिँ घुम्न जान लाग्यो है साथीहरु म चाहिँ घुम्न जान लाग्यो। कहाँ जाने हो चाहिँ अहिले भन्छु है म, अहिले भिडियोमा थाहा हुन्छ पुरा भिडियो हेरिसकेपछि होइन साथी जाने हेर्न अहिले थाहा हुन्छ है कहाँ जाने हो हामी। ल खलङ्गा चाहिँ हामीले बाई बाई है खलङ्गाबाट चाहिँ त खलङ्गाबाट हिँडियो फाइनल्ली लाग्यो केटाहरू। अरे बाबै क्या भयो बाबै हुँदैन फाइनल्ली चाहिँ बोरा पुग्यो। अब यति हेरिसकेपछि चाहिँ म कहाँ जाँदैछु भन्ने कुरा चाहिँ थाहा त पाइसक्नु होला। चिसो दिन्छ राटा गाह्रो छ बोरा 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 पुग्यो। चिसो 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 गाडी चाहिँ प्याकै छ है प्याक छ। भिडियो बनाउँदा आँसु आयो चिसोमा चिसो दिइराख आँसु आइसक्यो। हेर 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 हालत खराब भइसक्यो। फाइनल्ली हामी चाहिँ आयो मोटेला लेख्नु कति लेख्नु भएन झ्याममा लाएर मोडेला पुग्यो। गाडीमा जाऊ न यार, तिमीहरू पनि यहाँ किन आछौ त? होटेल पुग्यो फाइनल्ली। कानै बन्द यहीँबाट जाजरकोटको सबैभन्दा पुरानो पुल हो। खुट्टा हात यति गएको थियो नि सोल्टी छैन। सोल्टीले बिचै पुलमा ल्याइहाल्यो हेर सोल्टी। मटेलाको पुल भनेको यो चाहिँ जाजरकोटकै सबैभन्दा पुरानो पुल हो है। यो चाहिँ पहिले राजाको पालामा बन्या हो अरे भन्न सुनिया हो। मजाक मस्ती धेरै भयो। फाइनल्ली हामी चाहिँ चौरजारी जान लाग्यो सपिङ हान्नलाई। सपिङ चाहिँ मेरो होइन नि फेरि सोल्टीको हो। फाइनल्ली चाहिँ दुईजना अब के गर्ने लाग्यो पल्टनतिर अरे सोल्टी। पुलदेखि यता त आइयो अब कसरी जाने हो यहाँबाट स्टार्ट हुँदै रहेछ। खै दाइ फेरि अटो स्टार्ट गरेर कहाँ जानुभयो यार? दाइले गाना बजाएर गायब हुनुभयो। सो नाच्दिङ्गी क्या हो रे को आउन लाग्नु भएको छ। दुईजना मात्र त गाह्रो छ अरे
मान्छेको लागि बस्नु भएको थियो कोही मान्छे नै आएन यार हाम्रो यात्रा सुरु गरियो अटो चाहिँ रमाइलो छ चारैतिर बाटो चाहिँ पिच भए पनि खटाखुटी धेरै छ तिमी कसम फुल जस्तै जस्तै अखर सम्झने फाइनल्ली बजार पुग्यो बजार चौरजारी बजार पसल पुग्यो फाइनल्ली जाउन घाटतिर कपडा किन्न लागेको है फाइनल्ली हेर एउटा मन परेन यत्रो कपडा हेर्दा नि त्यत्रो कपडा देखाउँदा नि अब साथीलाई मन नपरे फेरि बाहिरतिर कपडा हेर्दैछु नै अब त्यत्रो कपडा हेर्दा नि साथीलाई एउटा मन नपरे चाहिँ के गर्नु लास्टमा एउटा जकस रोजे त्यसलाई चाहिँ झ्याम प्याक स्याक गरेर त्यसको चाहिँ बिल पनि तिरेर हामी चाहिँ निस्क्यौँ है अब अरूलाई कस्तो लाग्छ दाइको पसलमा चाहिँ सबैजना आइदिनु होला यहाँ चाहिँ धेरै राम्रो कपडाहरू पाइन्छ यो चाहिँ कपडाको क्वालिटी पनि एकदम राम्रो छ के सब कपडाहरू त हामीसँग आएर दाइलाई सपोर्ट गरिदिनु होला लगेर चाहिँ हामी बाहिर निस्कियो साथी चाहिँ गइहाल्ने भनिरहेको थियो होइन अब सायद उनले रोजेको जस्तो कपडा पनि नपाएर होला नि त उनको चाहिँ मन अलि न्याउरो लगाइरहेको थियो कि मैले चाहिँ एकछिन घुमिदिउँ न भनेर यताउता हेर्नतिर लाग्यो यसो माथितिर गएर जाँदा गाडीमा हाउडा हिँडेर आइयो मजाले बाटोमा आएको हरि यो तोरी फुलेको रहेछ फेरि यहाँ हजुरआमाले यहाँ चाहिँ साग टिप्दै हुनु रहेछ धेरै बेरको हिँडाएपछि चाहिँ हामी फाइनल्ली मटेलावारी यता अघि हामी जहाँदेखि गएको थियौँ त्यहाँनिरै पुगेर यहाँ बसिसकेका छौँ है हामी मन त गरिरहेछ च्याम अब चुब्लुङ्ग डुब्न जाउँ जस्तो मन गरिरहेको छ के गर्ने डुब्यो भने बर्बाद छ गाह्रो भयो टोली गाह्रो छ यता चाहिँ जङ्गल छ वरिपरि त्यसै बाटो कबाल भने त्यही हो भेडाको उनभन्दा कम छैन काट्ने भने हौ पैसा छैन हौ पैसा कसैले पैसा पठाइदिउँ त हौ कबाल काट्नलाई गाह्रो भइसक्यो सिधै म चाहिँ खलङ्गा आइपुगेँ है एक्कासी कसरी यहाँ पुग्यो भन्ने आउला बिचमा चाहिँ भिडियो बनाउन पाइएन त्यसैले गर्दा चाहिँ सिधै आइसक्यो यहाँ खलङ्गा पुगेँ अब एकछिन पछि कोठा पुग्ने छु आशा छ